हजुरहरू सबैमा पुनः नमस्कार छ। म यतिखेर आज म तपाईहरुलाई विशेष गरेर अलिक छुट्टै खालको म भिडियो लिएर आएको छु। यतिखेर म मेरो यो आफ्नै यो फार्ममा भनौं, यो कृषि फार्ममा म आइपुगेको छु र यसै कृषि फार्मको म भिडियो बनाउँदै छु। यतिखेर यहाँ देखिरहेका छौं केही बिरुवाहरू, केही भन्दा पनि यहाँ अराउन्ड अफ 100 ट्रिज भनौं, लगभग 100 को हाराहारीमा छन्। यता पर पनि छन्, यहाँ सबै क्यामेरामा अटाउन सकिएन। यो एभोकाडो अहिले बजारमा आएको चलन चल्तीको भाषामा एभोकाडो घिउफल भनौं, घिउफलका बोटहरू हुन् र यो मैले यो बोटहरू लगाएको चाहिँ लगभग 2-2.5 वर्षको भएका छन् र हजुरहरूलाई म मेरो फार्ममा क्यामेरा मार्फत प्रविधि मार्फत भनौं हजुरहरूलाई घुमाउँदै छु। यो मैले अघि पनि भनिसकेँ, 2-2.5 वर्ष जतिको भएको छ। अब लाग्छ केही समयपछि, केही वर्षपछि यसले पक्कै पनि फल दिनेछ र म हजुरहरूलाई यो कसरी रोपियो भन्ने बारेमा पनि म जानकारी गराउँदै छु। यो मैले सुरुमा रोप्दाखेरि निकै ठुलै खाल्डो, लगभग 2-4 डोको मल जाने खालको मैले खाल्डो बनाएँ र खाल्डोमा कम्पोस्ट मल जुन गोबरबाट तयार पारिएको, गोबर पातपतिंगरबाट तयार पारिएको मललाई मैले माटोसँग मिश्रण गरेर आजभन्दा अगाडि 2-2.5 वर्ष अगाडि रोपेको थिएँ र अहिले निकै राम्रै गरी आएको छ। र हजुरहरूलाई म देखाउँदैछु यो गौत माथि घरबाट मैले पठाएको गौत यहाँनिर आएर यहाँनिर पोखिरा रहेछ। म यसलाई केही समयसम्म यो एभोकाडोको बोटमा म एकछिन छोड्छु र यसको भित्रबाट यो एकापट्टि एभोकाडो छ भने अर्कोपट्टि यो सुपर नेपियर पनि छ र उयो देखिएको अलि सानो छ, यो चाहिँ मरेको थियो। यो यहाँनिर यसलाई मैले रिप्लेस गरेर रोपेको, यो पोहोरको साल, पोहोर होइन भर्खर यो बर्खा मात्रै रोपेको हो, रिप्लेस गरेको छु र यो राम्रैसँग आउँदैछ। यो सुपर नेपियर भएको ठाउँमा चाहिँ त्यति अलिकति बाँझोमा जस्तो, बाँझो भन्दा पनि यो खाली ठाउँमा जस्तो चाहिँ सहज मानेको छैन र पनि ठिकै छ, राम्रै छ। र यो सुपर नेपियर भित्र पनि छन् हाम्रो एभोकाडोका बोटहरू। यहाँ त्यसमा कफीहरू पनि छन्, कफीलाई त्यति गोडमेल पुगेको छैन र पनि राम्रै छ, लगभग यसै साल रोपेको।